देखो न गाइस, देखो न, यो हो हाम्रो अर्ग्यानिक रायो सागको डुकु अनि पेटु है। कतिजना मनपर्छ मन पर्दैन, बट हामी फ्यामिलीलाई चाहिँ यो बेथु र डुकु चाहिँ एकदम मनपर्छ। त्यही भएर आज यो यसरी डुकु र बेथुको मिक्स बनाएको छु मैले। अनि त्यसपछि देखो न गाइस, देखो न, यो के हो भन्दाखेरि चाहिँ यो दाल हो, एकदमै मिक्स दाल छ यहाँनिर। मिक्स इन द सेन्स अब यो राजमा, बोडी, कालो दाल, हाम्रै खेतबारीको लसुनको पत्ता र धनियाँ, अनि त्यसपछि लसुन ड्राई गरेको लसुन सबै मिक्स गरेर छानेर फेरि पनि उमालेको छु। अनि देखो न गाइस, यो पनि अर्ग्यानिक नयाँ चामल, अनि त्यसपछि मकैको च्याक्ला हल्का मिक्स गरेर बनाएको छु। त्यसपछि हाम्रो साथमा अर्को साथी हुनुहुन्छ, टमाटर र धनियाँको अचार। देखो न गाइस, अब हामी खान्छौँ ल है त गाइस, खाए ल है त गाइस, सुरु गरे ल। धनियाँको अचार, टमाटर, यो अचार चाहिँ मैले टमाटर पनि पोलेको, अनि घाममा सुक्खा खोर्सानी पनि पोलेको, अनि सिलौटामा मजाले मस 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 गरेर पिसेको। वाउ, के भन्नु गाइस, अब त मोनालिसा थकालीको कम्पिटिसन जस्तै 2 केजी 3 केजीको भात खान सकिँदैन। आफूले खाना त यो कम्तीमा पनि 200 ग्राम होला। आफूले यति नै राइट। बेथु र डुकुको सब्जी साह्रै मिठो। आजसम्म यसरी डुकु बेथु मिक्स खाएको थिएन। आज यसो न्यू आइटम गरौँ न त भनेर बनाएको त। बाउ, माइन्ड ब्लोइङ भएछ नि त हौ। मम्मीको दिल खुस, इतना खुस, बहुत खुस। वाउ, यो सब प्योर लोकल अर्ग्यानिक, यहीँ माथि बारीमा फलेको। धनियाँ पनि, यो साग पनि, बेथु पनि। टमाटर चाहिँ अर्ग्यानिक नभनौँ, टमाटरको अहिले सिजनै छैन खेतीपातीमा। खाने हो मजाले। टमाटर त महँगै छ, गोसोको मात्रै कलर आउँछ। ल्याउँछ नि त, टसिकै हो। वाउ, देखो न गाइस, हामी त्यसरी सबै लम हुन्छ त, यसरी गाँस बनाएर है, यस्तो गरेर अनि सबै खानु कस्तो मिठो। यस्तो मिठो पकाइछ नि खान्छ नि त्यो त धनियाँ र टमाटरलाई पोलेर धनियाँसँग पिस्दा त कति चाहिँ अब एकदमै टेस्ट भएको नि। अनि सहज हामी बेथी अलग्गै अनि त्यो सागको त्यो डुकु अलग्गै खाने गर्थ्यौँ। डुकुलाई पनि हल्का पानीमा बोइल गरेर अनि घिउमा यो आफूलाई मनपर्ने सब्जीहरू मसला गेडा पनि पड्काएर फटाफट यसो हल्का ऐलाएर यति मिठो हुन्थ्यो त्यो छुट्टै। बेथी अलग्गै छुट्टै मिठो हुन्थ्यो। तर डुकुमै लामो खान्थ्यौँ। तर आज डुकुले अलग अलग एकैमा पकाएछ कि त्यो घिउमा भुटेछ, कस्तो मिठो भएको क्या। मैले सुरुमा हाम्रो बारीकै लसुन चार पड्काएको थिएँ। सुरुमा चाहिँ ज्वानो जिरा यिनीहरू पड्काएको थिएँ, अनि लसुनको चारो पड्काएँ। मजाले खाएपछि डुकु त्यो मसिनो त्यत्रो साइज काटेर भुटेँ, भुटेँ है, पर्पट मजाले भुटेँ। त्यसपछि अनि बेथी पनि तातो पानीमा उमालेर बफाएको थिएँ, अनि मजाले लगाइदिएको त मजाले सानो ग्यासमा अनि थोरै यो यसो चिमट्दाखेरि आउने जति खुर्सानी हुँदैन त्यति धुलो खोर्सानी हल्का छर्किदिएको माथि नुनसँग, अनि मजाले खेलाएँ। सानो ग्यासमा खेलाउँदै पकाउँदै त मिठो भन्छ। ओके गाइस, खाना चाहिँ सक्यो आजले यति नै। तपाईँहरू पनि यसरी नै पकाएर खानुहोस् होला है। यो चाहिँ फ्याँक्दिनँ, म खान्छु ल। बाई बाई, टेक केयर।